रूपमा नालायक सरकारले राम्रा काम गर्नेहरूलाई हटाइरहेको छ। त्यसकारणले स्वतःस्फूर्त रूपमा कुनै पार्टी झन्डा कुनै नभइकन स्वतन्त्र रूपमा आज देशव्यापी रूपमा युवा, वृद्ध, विद्यार्थी, सम्पूर्ण कर्मचारी सम्पूर्णहरूले साथ दिएर स्वतःस्फूर्त रूपमा देशभरि आगो बल्ने अवस्था रहेको छ। त्यसकारणले हामीले पनि यहाँ झिल्कोको रूपमा सामान्य रूपमा आजबाट सुरुवात गरेका छौँ। जबसम्म यो देशमा राज्य व्यवस्था सुध्रिँदैन, जबसम्म यो देशका शासकहरू भ्रष्ट मतीबाट मुक्त हुँदैनन्, तबसम्म हाम्रो आन्दोलन जारी रहने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यसै गरी नागरिक समाजसेवी तथा बुद्धिजीवीहरूलाई केही मन्तव्य राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रा यस क्षेत्रका सामाजिक व्यक्तित्व, समाजसेवी तथा बुद्धिजीवी धन्यवाद पूर्वोक्त साथीहरू। यो देशको परिस्थितिलाई हामीले बुझ्न सकेनौँ अथवा हाम्रा नेताहरूले बुझ्न सक्नु भएन। यो परिस्थितिको सामना आज हाम्रो गर्नु परिरहेको छ। हामीले भूकम्प सहयौँ, कोरोना सहयौँ, आज आएर कुलमान जस्ता व्यक्तिलाई हटाइएको पनि सहनु परेको छ। परिस्थिति हामीले भोट दिँदाखेरि छान्न जानेनौँ, त्यसैको परिणाम आज भोग्दैछौँ। आज तपाईँ हामी कुनै पनि दलको व्यक्ति नबनेर सम्पूर्ण व्यक्तिहरू आउनुहोस्, कुलमानको पक्षमा आवाज उठाउनुहोस्। किन तपाईँहरूलाई भोलि लोड सेडिङ होला भन्ने डर लाग्दैन? हिजोको दिनमा हामीले त्यो खालको परिस्थितिसँग सामना गरेको होइन। तपाईँहरू इन्भर्टरबाट गयो, ब्याट्रीको कारोबार गर्नेहरूलाई हामीले पठाएका नेतृत्व वर्गहरूले कमिसनमा किन्नुभयो, हामीलाई अँध्यारोमा राख्नुभयो। त्यसैले आजको दिनमा हामीले कुलमान आओ उज्यालो गरौँ भन्दैछौँ। कुलमान आओ, यो देशमा कुलमानको खाँचो छ। कुलमान जस्ता व्यक्तिहरूलाई कुनै पनि दलसँग नजोडेर आज राष्ट्रको एउटा इमानदार सच्चा व्यक्तित्व हामीले मान्दै जान सक्नेछौँ र त्यसमा उज्यालो बराबर हामीले पाइरहने 24 घण्टा बिजुली हामीलाई चाहिएको हो। अरू यसमा हामी अन्यथा कुनै पनि चिजहरू लिन खोजेका छैनौँ। यसै गरी देशलाई अधोगतितिर लाने र देशलाई भुटानी शरणार्थी काण्ड जस्ता हटाइदिने यी देशका नेताहरूलाई हामीले कारवाही गर्न चाहन्छौँ। आजको यो पहिलो दिनको विरोध सभालाई सफल बनाउँदै भोलिबाट हामी लगातार फेरि विरोधका कार्यक्रमहरू लिएर आउनेछौँ भन्दै मेरो सानो मन्तव्य टुङ्ग्याउँछु। जय देश, जय जनता।